स्वागत छ हजुरलाई मेरो अर्को ब्लगमा। अनि ब्लग चाहिँ मैले धेरै समयपछि गराउँदैछु। खासै अब यस्तो जाँगर पनि लाग्दैन आजभोलि चाहिँ पहिलाको जस्तो। अनि अहिले चाहिँ हामी आज शनिबार होलिडे मनाउन जाँदैछौँ फेरि पनि बुसानमा रहेको अर्को समुद्रमा। यस्तो घाम छ है, यहाँ पनि गर्मी त लास्टै छ है बाहिरतिर त। अब भित्र त एसी सेसी लाइन्छ के त्यही भएर शीतलै हुन्छ। तर बाहिर जस्तो टन्टा पुरै घाम छ। कति 1:45 भइसकेछ अहिले चाहिँ। अब यहाँ त बाउ छोरा आउँदै हुनुहुन्छ। गाडी चाहिँ अब कति 20 मिनट जति होला आउनलाई। अब हामी त्यहाँ बस स्टपमा जान्छौँ। हामी चाहिँ यहाँ बस स्टपमा आइसक्यौँ। अनि अब 14-12 मिनट रहेछ त्यहाँ गाडी आउला। त्यहाँ आयो देखाउँछ कि त्यहाँ कति मिनट यता कति नछेक्नु न जान्न छेकेर त्यहाँ चाहिँ देखाउँछ कति मिनटमा गाडी आउँछ भनेर, कता कता जाने गाडीहरू आउँछ भनेर। अनि बाहिर चाहिँ अब अलिक गर्मी नै छ भनेर मैले चाहिँ हेर्नु न पुरा हापहरू लाएर आएको। यस्तो घामले पोलेछ यहाँ पुरै। यहाँ यस्तो घाम टन्टा पुरै घाम लाग्छ र पनि यहाँको मान्छे कालो हुन्न। हामी पनि यस्तो छोरा हामी कहाँ जाने हो? समुद्रमा। रोका हात देऊ। यहाँसम्म चाहिँ बसको यात्रा थियो। अब चाहिँ हामी ट्रेन चढेर जान्छौँ। अनि मेरो छोराले फेरि ड्याडी हरायो भनेर आउनु कि आउनु भन्दै खोज्दैन। ड्याडी हरा किन रिसाएको? उता दिदीहरूलाई हेलो भन्नु उता आनिङ्गस्यो भन्यो। ट्रेन चाहिँ यस्तरी आउँछ। यहाँ चाहिँ मान्छेहरू गइसक्यो। हाम्रो मान्छे अझै आउनु भएन, हामी चाहिँ आउँदै जान्नौँ। हामी चढ्ने हो? ल ल ठाउँै पाइन्न भाइ। यहाँ नै माइक्रोमा जस्तै चाहिँ हुन्छ कि लास्टै भिड हुन्छ यहाँ त यस्तो। ल छोरोलाई चाहिँ यहाँ तिर्खा लायो भनेर उहाँ के खाने हो पानी। ल हामी चढ्ने ट्रेन आइसक्यो। अब यहाँ चाहिँ ढोका पुग्छ। खाली धन्न खाली त रहेछ। हामीले यहाँभित्र पसिसक्यौँ कि अहिले त ठिकै छ हालत चाहिँ। अहिले त सुम भित्रैबाट लाँदाखेरि चाहिँ यस्तो रिहाउँछ कि टाउको दुख्छ। अँधेरो भएर होला हो। यहाँ त हालो छ कि बाहिर यस्तो कति राम्रो हुन्छ बाहिर चाहिँ। यहाँ दोकान देख्ने हुन्न कि फेरि पसिहाल्छ। ल चाहिँ जान्छ आइसक्यो चाहिँ। यसलाई लिएर हिँड्नु म भिडियो गर्छु। समात्नु बोक्नु त भाइ। हामी चाहिँ अब उसमा गइसक्यौँ। यहाँ अर्को यो स्टेसनदेखि चाहिँ हामी अर्को स्टेसनमा जान्छौँ। त्यहाँदेखि चाहिँ अर्को ट्रेन 3टा ट्रेन दिन पर्ने रहेछ यहाँ पनि। यो साइडमा चाहिँ धेरै कम्पनीहरू धेरै कृषिको कम्पनीहरू रहेछ। यतातिर चाहिँ यहाँ धान रोपाइ हुँदैछ यतातिर। यहाँ चाहिँ लास्टै भिड छ। यो लास्टै स्टेसन भएको भएर पनि अब यो उता फर्किन्छ। हामी अब अर्को लास्ट चढेर जान्छौँ। माथि जाने न
काले केटाले हेरे उहाँ के भन्दा जिस्काउँछ बाजेहरूलाई ल यहाँ हेर्नुहोस् यहाँको मार्केटहरू कस्तो राम्रो राम्रो हो क्या त के हो त मान्छेहरू ल्याउने हो त स्कार्फहरू कस्तो राम्रो राम्रो मलाई त जता गए पनि किन हो कपडामा मात्र ध्यान जाने कस्तो राम्रो राम्रो खालके भन्ने 1000 रुपियाँवाला यताको ठिक छैन 1000 रुपियाँवाला यहाँ सेन्डल हेर न सेन्डल कस्तो उही गरिरहेछ र के गर्नु त नि कपडामै आँखा जान्छ त मेरो मात्र होइन हरेक लेडिजहरूको कपडामा ध्यान जान्छ तर हेर न कस्तो बाङ्गे जस्तो बहुत किने लागे जस्तो पो छ है यहाँको घर त हामी चाहिँ बाहिर आइपुग्यौँ साथीहरू हामी बिहान हिँडेको बिहान त के भन्ने बिहान बुढोले 10 बजे नास्ता खाएर काममा जानुभएको 2 घन्टा काम गरेर आउनुभयो अनि आमा छोराले चाहिँ रोटी खाएको एउटा भोक लागिसक्यो 5 बजिसक्यो साँझको 5 बजिसक्यो अझै घुम्ने ठाउँमा पुगे छैन हामी 2 बजीतिर हिँडेको भोक लागिसक्यो हामी चाहिँ यसो मार्ट गएर केही नास्ताहरू लिएर आउनु पर्यो जम 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 ल हेर यहाँ के खाने है ल हामी चाहिँ नास्ता लिएर यहाँ बसेर खाने सुविधा पनि रहेछ अनि हामी चाहिँ बसेर एकछिन खान्छौँ भोक लाग्यो कस्तो थकाइ लाग्यो हिँड्दा हाम्रो नास्ता चाहिँ आयो छोरोले फेरि के न के हेर्छ कि खालि यस्तै हेर्छ कि न स्वाद न त्यसै मिठो लाग्छ यो के हो यो मिठो होस् कि नहोस् हेर्छ मेरो छोरालाई कहाँ मछली टोकिसकेछ ए बा यो चाहिँ यस्तो खालको केक रहेछ अब यहाँ चाहिँ चपस्टिक पनि पाइन्छ चपस्टिक ल हामी चाहिँ समुद्रको नजिक आउनु लागिसकेछौँ हामी चाहिँ यसो नास्ता पानी खाएर अब यतातिर आएको बाउछोरा चाहिँ अगाडि पुगिसक्नुभयो हामी चाहिँ यहाँ लोकेसन हेर्दै हिँडिरहौँ ल हामी चाहिँ आइसक्यौँ यहाँ चाहिँ यस्तो मजाको चिसो हावा चलिरह ओहो नि ओहो यस्तो दामी हावा छ अझ भिड रहेछ ओहो के हो र यस्तो भिड छ यो अन्त लास्टै भिड छ यहाँ त ओहो यार तरिका मेरो स्ट्यान्डलाई यार मेरो बाल हेर्नु यार यहाँ नि डान्सै चलिरहेको रहेछ क्या हो न यहाँ चाहिँ ल के प्रोग्राम चलिरहेको रहेछ के गरेको हातमा बताऊ ल यहाँ जस्तो रमाइलो छ अब अझै ड्रोन छ अरे राति ड्रोन उडाएर त्यहाँ चित्रहरू देखाउँछ एक केटाकेटीको गेम रहेछ ल एक केटाकेटीको गेम यहाँ त स्विमिङ ड्रेस लाएर आउनु पर्ने हो के अरे केटाकेटीले चाहिँ यहाँ के खोज्दैछ 도움이 필요하면 손을 도와주세요. मनी जान्छु अरे आज के बुझ्छ होला नि 지났습니다. 4분. अब बुझ्ने जस्तै हो 조원님도 파이팅 해주세요. 파이팅. माछा समातेर हिँडिरहन् ठुल्ठुलो माछा रहेछ 벌써 5분 지났습니다. 5분. 5분 남았습니다. 5분. चाहिँ आइपुग्यौँ बिचमा यहाँ चाहिँ मान्छेहरू आराम गर्नलाई कुर्सी सुर्सी लिएर आउँछन् हामी चाहिँ ल अब खतरकै भिडियो बनाउने वातावरण नै रहेनछ नि झन् कस्तो भिडियो बनाउँला भनेर सोच्दै आएको थिएँ झन् मोबाइल स्ट्यान्ड लिएर आएको छ भिडियो बनाउन भनेर हामीले त अनि हामी अस्ति आएको हिउँदे बिच फेरि यो बिल्डिङदेखि पारिपट्टि रहेछ यो वारिपट्टि हो अनि हामी अस्ति आएको चाहिँ यो बिल्डिङदेखि पारिपट्टि हो लडाकुले बनाउँछन् क्या
यत्रो लाइन छ त्यही लगाउनलाई यो क्लिप कस्तो राम्रो हजुर प्यारो यो आउँछ न न न न यस्तो चाहिँ ड्रामाहरूमा देखिन्छ क्लिपहरू कोरियन पोसाक गरे बच्चाको पनि रहेछ यहाँ अब यो चाहिँ कोरियन ड्रामाहरूमा चाहिँ यस्तो यस्तो देखिन्छ के होइन यस्तो कोरियन पोसाकहरू लगाएको वालामा म चाहिँ खासै के ड्रामाहरू चाहिँ हेर्दिनँ साथीहरू यदि हजुरहरूले हेर्नुहुन्छ अनि ल कता कताको ठाउँहरू छ ल भन्नु होला है यस्तो भिड छ फेरि यस्तो भिड छ ओहो यहाँ चाहिँ नाम लेखेर त्यहाँ टास्ने रहेछ है के को भाडा हो यो यहाँ चाहिँ माटोको भाँडा बनाउन वाउ यहाँ बोक्ने कोसिस गरिरहेको छ ओइ 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 फेरि सबै आफ्नो कस्ट्युममै नाच देखाउनको लागि यता त पुरा धोती सुरुवाल पुरै नेटफ्लिक्स जस्तो ए यतातिर पुरा यता सबै आफ्नो कला देखाउने रहेछ कि यहाँ त हामी चाहिँ यहाँ फिस हेर्न जान्छौँ यहाँ फिस झुन्डाको कस्तो राम्रो रहेछ माछा टान्दिन्छ नि बर्बाद गर्छस् के बाबुले तानिदिन्छ फेरि माछा नटानै यो रातिमा बोल्छ क्या क्या बोल्छ दामी छ हो साथीहरू डर्छस् बाबु यहाँ दिदीसँग खेलिरह यहाँ दिदी पाएर दिदीले त्यहाँ बनाउने त्यसले भत्काउने गरिरह ल फिस यो फेरि यस्तो साँझमा यस्तो राम्रो देखिन्छ है साथीहरू अब यहाँ चाहिँ ड्रोनबाट उडाउने सुरु भइसक्यो नम्बर यहाँ चाहिँ 마차 마차 मान्छे हिँडेको जय जय भन्दै माथिको पुल भिडभाड चाहिँ यस्तो छ ल वाउ सानो बाबु के हेरेको हामीले यस्तै भिड छ यस्तो भिड छ ओहो सक्यो ड्रोन चाहिँ सक्यो ल हामीले अब रात पनि परिसक्यो अब सबै हिँडिसक्नु भयो साथीहरू हामी चाहिँ घुमेर बल्ल अब लास्टै गाडी छ पर्खिरहेछौँ यहाँ 10 बजे आइपुग्यो बल्ल अनि आज चाहिँ हामीले माइकको उद्घाटन गरेको थियौँ बिहान जाँदा साँझ फर्किने बेलामा चाहिँ माइक त्यही छोडेर आयौँ माइक चाहिँ हरायो नयाँ माइक आज उद्घाटन गरेको आजै हराएर आयो अनि
भिडियो चाहिँ अलिकति लामै हुन्छ त्यही पनि अब झ्याउ नमानिकन अन्तिमसम्म हेरेर साथ दिनु होला।